गाइस अहिले चाहिँ हाम्रो यात्रा जिरखुन्चीदेखि बसन्तपुरसम्मको छ। अहिले हामी ठ्याक्कै जिरखुन्चीदेखि लागेका छौँ। हामी गिरीबाट हामी अहिले आएको भनेको लगभग हिँडेको रोटी सँग लाग्छ। सुर्के बजार आइपुगेको छौँ। सुर्के बजारै यो चाहिँ सुर्के बजार लगभग एउटा राम्रो ठाउँ बजार कन्ट्यो डेरी भएको ठाउँ हो र सुर्केको स्कुल हो यो। नमुना स्कुलमा पर्दछ। लम्चुमै डाँडैमा हावा सरर कहाँ गयो निर्माया। लम्चुमै डाँडैमा हावा खतरा ढुङ्गा रे छ। हरिसे पहिले यो बस्तीहरू माथि थियो भने अहिले यो रोडको कारणले गर्दाखेरि अहिले बस्तीहरू पनि लगभग तलै सरेको छ। खोला छेउमा रोडमा छ। माथि देख्न सक्नुहुन्छ यो चाहिँ तिनजुरे डाँडा हो। माथि हामी त्यहाँ तिनजुरे पनि पुग्नेछौँ। आज हामी हेर्दै गर्नु यात्रा आजको यात्रा हाम्रो यहाँ माथि तिनजुरेसम्म डाँडैमा निर्मोही हावा सारा अहिले हामी काँडे आजको यात्रा भनेको हुँदै हुँदै हामी तिनजुरे जान सक्नुहुन्छ। राजगुडा ठेल्नु छ। अब राजगुडा ठेलिसकेर हामी भनेको बसन्तपुर आएर फुटबल पनि हेर्नु यात्राहरूको व्यस्त हुँदैछ। पछाडि साथमा क्यान्डे भाइ हाम्रो क्यान्डे भाइ पनि छ। लक्ष्मी बजार पुग्नलाई हामीलाई 2 किलोमिटर मात्र लागिरहेको छ। हामी अहिले 1000को स्पिडमा छौँ। 600 सीसीको बाइक हो यो हाम्रो चाहिँ होइन। तर हामीहरू चाहिँ आज कति 150 स्पिडमा छौँ होइन। बाटो चाहिँ यस्तो छ लास्टै जिग्ज्याग भन्दा नि यस्तो दामी छ होइन। नर्मली राइडरहरूले यहाँनिर पुऱ्याउनु सक्दैन क्या यतिको स्पिडमा पुऱ्याउनु सक्दैन। टक्कले देख्न सक्नुहुन्छ हाम्रो मरक डाँडादेखि आएको है। काँडेको माथिल्लो भेगमा आएर एकछिन अब बसौँ न त भनेर हामी बस्न लागिरहेको छौँ। र लक्ष्मी बजार पनि यहीँनिर नजिकै छ हाम्रो। यहाँदेखि लगभग 2 मिनटदेखि 5 मिनटमा हामी लक्ष्मी बजार पनि पुग्नेछौँ।
त्यहाँदेखि हुँदै हामी बसन्तपुर गएर बसन्तपुरदेखि उकालो चढ्नेछौँ। ल फाइनली गाइस हामीले लसुने बजार आइपुग्यो। अब हामी यहाँ नवलपरासी चौरस्तामा जानेछौँ। यहाँ हामी बस्ने छैनौँ, हामी ठिकेदारले अब पिन्जुरेमा गएर मात्रै बस्नेछौँ। सन्दु बस्ने बजार पट्यो यार। अब हाम्रो ढुङ्गे बजार आउँदैछ। ढुङ्गे बजार पनि राम्रो राम्रो तिनजुरेसम्मको यात्रा। अब टप्प लालीप्रास त तोरै हेर्नुपर्छ। लालीप्रासमा टप्पै फोटो खिचेर आउनुपर्छ। लालीप्रासकै लागि हिँडेको खास होइन। लालीप्रास चाहिँ मजा हेर्नु। तर आज मौसम त राम्रो रहेन रहेछ यार। देखेको चाहिँ देख्न सक्नुहुन्छ। कुहिरो चाहिँ खतरा लागेछ यार। अब त्यहाँ पुग्दाखेरि हेरौँ। मस्त लालीगुराँसमा फोटो भिडियो हाल्नुपर्छ यहाँ दामी दामी है। ल दामी गुराँसहरू होइन। गुराँसहरू टक्क फोटोसोटो खिच्ने हो। खतरा फुलेकोलाई फोटोसोटो भिडियो सिडियो बनाउनु पर्छ ल। दामी दामी बनाउनु पर्छ। यहाँ पनि देख्न सक्नुहुन्छ चाँटको बोट। हामीले पिन्जुरे जाने बाटोमा पनि एकदम मजाले राखेको चाँपको बोटै तिनजुरे जाने बाटोमै छ। तपाईँहरू आउनु सक्नुहुन्छ। यहाँनिर फोटो पनि खिच्नु सक्नुहुन्छ। यहाँनिर लहरै छ 1 2 3टा। ल यता गाइस अहिले ठ्याक्कै हामी बसन्तपुर आरआर गार्डन ठाउँमा पहिलोचोटि आउँदा चाहिँ यहाँनिर ढकमक्क कुरा खुलेको थियो भने योपालि आउँदा चाहिँ अहिलेसम्म एउटा पनि कुरा देख्न पाइएको छैन। र गुराँसको बोटहरू चाहिँ टन्नै छ फेरि। गुराँस नानीहरूको कमी भयो जस्तो छ यार होइन। पहिलो चाहिँ ठ्याक्कै हामी आएर अलिकति मात्र छौँ। पहिलो चाहिँ अस्तिको वर्ष आउँदा चाहिँ यहाँ ढकमक्क गुराँसहरू हुन्थ्यो भने यो वर्ष चाहिँ खासै अहिलेसम्म चाहिँ देखेको छैन एउटा पनि। तर अलिक माथि जाँदाखेरि देखिन्छ कि भन्ने लागेको छ। मान्छे पनि अहिले चाहिँ गिरै हुँदो रहेछ हुन त। अलिकति खुल्ने बेला पनि नभएर हो कि अथवा यो वर्ष यस्तै हो कि एकदम बोटहरू चाहिँ अब अलिकति उठो पनि देखेको छैन है भाइ। एउटा कुरा पनि देखेको छैन। यो जङ्गल पुरै रातमै हुन्थ्यो।
बोर्ड आइसक्यो है बोर्ड घुम्ती घुम्ती सम्झनाको छाया समय त गइसक्यो खै एउटा गुराँस हेर्नु गएको ल है ल मुस्ताङमा घोडाहरू ग्याङ ग्याङ मुस्ताङमा भने जस्तो छ नि यहाँ भ्यू त मुस्ताङको अप्रोड हेर लेट्स सी गाइस गुराँस ओए गुराँस मैले देखेँ खै ल गाइज है हाँ देउतालाई माग्यो कि अर्को ड्रोन पो कहाँदेखि